दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ नेपालकी पपुलर गायिका जो उहाँ चाहिँ नेपाल आइडल सिजन 2 देखि उद्याएकी र अहिले उहाँ चाहिँ म्युजिसियन र सिङ्गर महेश काफ्लेसँग विवाह गरेर चर्चामा आउनु भएकी अस्मिता अधिकारीको बारेमा चर्चा गर्नेछौँ। आज हामी यस भिडियोमा अस्मिता अधिकारीको सबै डिटेली हेर्नेछौँ। उहाँले कतिवटा सिनेमामा आफ्नो सुट दिनुभएको छ त्यो पनि आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ। र दर्शकबिन तपाईहरू अस्मिता अधिकारीको फ्यान फलोइङ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई पुरै हेरिदिनु नबिर्सिनुहोला। र दर्शकबिन हाम्रो यस च्यानलमा अब यस्तै प्रकारको रेगुलर भिडियो आउने छ, तपाईहरू नछुटाएर नबिराएर हेर्नुहोला। अब हामी भिडियोलाई ढिलो नगरी गायिका अस्मिता अधिकारीको भिडियोतर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ अस्मिता अधिकारी पनि उहाँलाई चाहिँ साथीहरूले अस्मि भनेर बोलाउने गर्छ। अस्मिताको डेट अफ बर्थ हुनुपर्दा उहाँ चाहिँ 11 अप्रिल 1996 मा जन्मिनु भएको थियो र अहिले 2025 को अनुसार उहाँ चाहिँ 29 इयर्स पुगिसक्नु भइसकेको छ। अस्मिता अधिकारीको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ दमक झापामा जन्मिनु भएको थियो र अहिले हालै करेन्टली चाहिँ काठमाडौँमा बस्नुहुन्छ। अस्मिता अधिकारी नेसनालिटीले चाहिँ नेपालीज हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। अस्मिता अधिकारी प्रोफेसनली एउटा सिङ्गर, परफर्मर र एउटा नर्सिङ हुनुहुन्छ। अस्मिता अधिकारीको फिजिकल स्टेटसको बारेमा भन्नुपर्दा उहाँको हाइट रहेको छ 5 फिट 4 इन्च भने उहाँको वेट रहेको छ एप्रोक्सिमेटली 55 किलो हुनुहुन्छ। उहाँको आई कलर रहेको छ ब्ल्याक र हेयर कलर पनि ब्राउन ब्ल्याक रहेको छ। अस्मिता अधिकारीको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँले एजुकेसन क्वालिफिकेसन चाहिँ बिएससी नर्सिङ पढ्नु भएको छ। अस्मिता अधिकारीको स्कुलको बारेमा भन्नुपर्दा उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ दमकमै पढ्नु भएको थियो र कलेजको पढाइ चाहिँ नेपाल मेडिकल कलेजमा पढ्नु भएको थियो। अस्मिता अधिकारीको रिलेसनको बारेमा भन्नुपर्दा उहाँ चाहिँ म्यारिड हुनुहुन्छ। उहाँले अहिले हालैमै म्युजिसियन सिङ्गर महेश काफ्लेसँग विवाह गरेर एकदम चर्चामा आउनु भएको छ। अब हामी भिडियोलाई ढिलो नगरी अस्मिता अधिकारीको क्यारियरको बारेमा चर्चा गर्नेछौँ। दर्शकबिन अस्मिता अधिकारीले आफ्नो क्यारियरको जर्नीको स्टार्ट चाहिँ नेपाल आइडल सिजन 2 देखि गर्नुभएको थियो। उहाँले चाहिँ अडिसनदेखि नै एकदम राम्रो गीत गाएर उहाँ चाहिँ 3rd रनर अपसम्म पुग्नु भएको थियो। त्यसपछि उहाँले चाहिँ आफ्नो गीतको स्टार्ट चाहिँ बिस्तारै गर्नुभएको थियो। उहाँले आफ्नो पहिलो गीतको जर्नी चाहिँ तिम्रो मायाले गीतदेखि गर्नुभएको थियो। त्यो गीत चाहिँ रातारात भाइरल भएपछि उहाँले चाहिँ अरू गीत गाउने मौकाहरू पनि पाउनु भएको थियो र उहाँले चाहिँ अहिले धेरै गीतहरू गाइसक्नु भइसकेको छ। उहाँको चर्चित गीत भन्नुपर्दा उहाँले चाहिँ साली मन पर्यो, त्यो जुनेली रात र सजिएकी र गल्ती जस्तै गीतहरू गाउनु भएको छ र उहाँले चाहिँ एल्बम साथै साथ सिनेमाहरूमा पनि गीत गाउनु भएको छ। उहाँले चाहिँ बाबरी, महाजात्रा, बगान, पीतम्बर, प्रसाद 2, मस्त गीत गाउँछु 2 साथै घमन सेरे जस्तै चर्चित सिनेमा गीत गाउनु भएको छ। दर्शकबिन अस्मिता अधिकारी चाहिँ नेपाल साथै साथ विदेशहरूमा पनि उत्तिकै चर्चामा हुनुहुन्छ। दर्शकबिन अस्मिता अधिकारी चाहिँ अहिले म्युजिसियन सिङ्गर महेश काफ्लेसँग विवाह गरेर अहिले एकदम चर्चामा आउनु भएको छ। तपाईहरू प्राय जस्तैलाई थाहा होला र प्राय जस्तैलाई थाहा पनि नहोला उहाँले विवाह गर्यो भनेर। र दर्शकबिन अस्मिता अधिकारीको फ्यामिलीको बारेमा भन्नुपर्दा उहाँको फ्यामिलीमा चाहिँ उहाँको बुबा मम्मी हुनुहुन्छ। अब हामी भिडियोलाई ढिलो नगरी अस्मिता अधिकारीको इन्कम तर्फ लाग्नेछौँ। उहाँले चाहिँ एउटा गीत गाएको बखत उहाँले चाहिँ आफ्नो ज्याला आफ्नो परिश्रम कति पाउनुहुन्छ त? दर्शकबिन अस्मिता अधिकारीले चाहिँ एउटा गीत गाएको बखत उहाँले चाहिँ 25 देखि 30 हजार पाउनुहुन्छ र उहाँको अहिलेसम्मको सबै नेटवर्क कुरा गर्नुपर्दा उहाँसँग चाहिँ अहिले 50 देखि 60 लाख नेपाली रहेको छ। दर्शकबिन यही थियो नेपालको चर्चित गायिका अस्मिता अधिकारीको छोटो बायोग्राफी साथै साथ लाइफस्टाइल भिडियो। तपाईहरूलाई यो भिडियो मन परे च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गरेर कमेन्टमा कसको लाइफस्टाइल साथै बायोग्राफी हेर्न चाहनुहुन्छ कमेन्ट मार्फत भन्नु नबिर्सिनुहोला।